गाइज न्यू इयर आउँदैछ है। न्यू इयर आउँदैछ अनि यो न्यू इयरमा चाहिँ हामी विदेशमा बस्ने नेपालीहरूको लागि चाहिँ किन स्पेसल छ त है। किन स्पेसल छ खास कुरा के भने अब हामी चाहिँ जस वर्षमा दुईचोटि न्यू इयर मनाउँछौँ क्या होइन। अनि नेपालको पनि यताको पनि होइन, मेबी जस्ट एक्सक्युज हुनसक्छ नयाँ वर्ष मनाउनको लागि होइन, अथवा सेलिब्रेट गर्नको लागि होइन। एनिवे मैले अब योभन्दा नि मेन भन्न खोजेको कुरा चाहिँ यहाँनिर एउटा मेन कुरा छ क्या। यस्तो किन इम्पोर्टेन्ट छ त है, मेन कुरा रिजोल्युसन छ क्या। नयाँ वर्षको रेजोल्युसनको कुरा चाहिँ मेन छ क्या होइन। रिजोल्युसन सबैले लिन ट्राई गर्छन्, लिन्छन् होइन। तर डेटाले चाहिँ के भन्छ भनेपछि 9% ले मात्रै त्यो वर्षभरि रेजोल्युसन राख्छ अरे क्या होइन। 23%ले चाहिँ त्यो पहिलो हप्तामै चाहिँ रेजोल्युसन ब्रेक गर्छ अरे क्या होइन। अनि जस्तो इक्जाम्पल लागि अब मेबी 2026मा चाहिँ म अब एभ्री सिङ्गल डे जिम जान्छु भन्छन् होइन। अनि 2-3 हप्तापछि मेबी मन्डे गए पुग्छ होला भनिन्छ होइन। अनि त्यसपछि जब फेब्रुअरी लाग्छ नि होइन, वी फर्गेट आवर रेजोल्युसन होइन गाइज। अनि भन्न खोजेको चाहिँ जस्तो हुन्छ नि, रेजोल्युसन चाहिँ हामी लिन्छौँ हरेक वर्ष होइन, तर रेजोल्युसनमा चाहिँ डिसिप्लिन र कन्सिस्टेन्सी चाहिँ कमै देखिँदो रहेछ क्या, डेटाले त्यो भन्छ गाइज है। अनि अनि जस्ट यदि होइन तपाईँ कुनै रेजोल्युसन लिँदै हुनुहुन्छ 2026मा भनेपछि गाइज होइन, ट्राई टु बी इन द्याट टप 9% गाइज है, एन्ड विथ द डिसिप्लिन है एन्ड कन्सिस्टेन्सी। त्यो गाइज जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ होइन। अनि ह्याप्पी न्यू इयर एन्ड टेक केयर एभ्री वान।